This video is only for the educational process. I just only share my personal experience. पहिला त साथीहरू मैले चाहिँ एप्लिकेसनबाट चाहिँ कति एमाउन्टहरू चाहिँ रिसिभ गरेँ हजुरले यहाँ दिन सक्नुहुन्छ। सबै ट्रान्जेक्सन कम्प्लिट भएको छ। एउटा ट्रान्जेक्सन बाहेक यसबाट चाहिँ मैले अहिलेको लेटेस्ट ट्रान्जेक्सन चाहिँ कतिको गरेको छु त्यो देखाउँछु हजुरले। सुरुमा चाहिँ यहाँ दिन सक्नुहुन्छ मैले गरेको छु लेटेस्ट ट्रान्जेक्सन $49 नेपाली त्यस्तै 7,000 रुपियाँ जति होइन लेटेस्ट ट्रान्जेक्सन। र योभन्दा अगाडि पनि मैले थुप्रै ट्रान्जेक्सनहरू गरेको छु। एकदमै राम्रो अर्निङ एप्लिकेसन रहेको छ। पेमेन्ट हजुरलाई यस एप्लिकेसनले दिन्छ होइन, अहिलेसम्म दिइरहेको छ एप्लिकेसनले पेमेन्ट। र एप्लिकेसनको लिङ्क चाहिँ हजुरले सिम्पली कमेन्ट सेक्सनमा दिन सक्नुहुन्छ। कमेन्ट सेक्सनमा भएको लिङ्कलाई चाहिँ सिम्पली ओपन गरेर चाहिँ यस एप्लिकेसनलाई चाहिँ प्ले स्टोरबाट डाउनलोड गर्नु होला। डाउनलोड गरेपछि हजुरले कुनै पनि गुगल आइडीबाट चाहिँ साइन अप गरेर चाहिँ एकाउन्टमा चाहिँ आफ्नो चाहिँ आइडी बनाउन सक्नुहुन्छ होइन। आइडी बनाएपछि हजुरको सुरुमा चाहिँ यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि हजुरले केही पनि नगर्नु, सिम्पली प्रोफाइलमा क्लिक गर्नुहोस् हजुरहरू। यहाँबाट प्रोफाइलमा क्लिक गर्नुहोस्। प्रोफाइलमा क्लिक गरेपछि हजुर जानुहोस् रिवार्ड्समा। रिवार्ड्समा गएपछि हजुरको अगाडि सुरुमा आउँछ यहाँ बेसिक स्यालेरी भनेर लेखेर आएको हुन्छ होइन। र हजुरलाई 2 घन्टा लाइभ बसेको हजुर न्यू युजर हुनुहुन्छ भने हजुरहरूलाई चाहिँ 1 लाख पोइन्ट दिन्छ होइन। 2 घन्टा लाइभ बसेको 1 लाख पोइन्ट दिन्छ डेली। र मैले चाहिँ अहिले चाहिँ पुरानो युजर भएको छु, त्यसरी मेरो चाहिँ अहिले 30,000 भएको छैन घटेर चाहिँ। र हजुरले सिम्पली सुरुमा चाहिँ जुन हजुरको रिवार्डको यहाँ लेखेको हुन्छ नि यसमा चाहिँ गोमा क्लिक गर्नुपर्छ। जुन टपमा रहेको छ यसमा गोमा क्लिक गर्नु। क्लिक गर्छ हजुरले सुरुमा चाहिँ फेस भेरिफिकेसन कम्प्लिट गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गर्छ हजुरको अगाडि चाहिँ फेस भेरिफिकेसन कम्प्लिट गर भनेर एउटा अप्सन आउँछ होइन। फेस अथोराइजेसन लेखेको हुन्छ त्यसमा क्लिक गर्नुहोस् र आफ्नो फेस देखाएर चाहिँ आफ्नो चाहिँ त्यहाँ चाहिँ फेस भेरिफिकेसन चाहिँ कम्प्लिट गर्नु होइन। यदि गरेपछि हजुरको आइडी चाहिँ इजेबल हुन्छ यसबाट चाहिँ अर्निङ गर्नको लागि यस एप्लिकेसनबाट होइन। अब यति गरेपछि हजुरले डेली हजुरले चाहिँ 1 लाख पोइन्ट पाउनुहुन्छ 2 घन्टा लाइभ बसेको होइन। माइक चाहिँ म्युट नगर्नु होला, अनम्युट गरेर लाइभ बस्नु होला। र त्यति गरेपछि हजुरले पोइन्ट पाउनुहुन्छ। त्यस्तै गरेर हजुरले चाहिँ यहाँ हजुरले चाहिँ फलो ब्याक दिएपछि चाहिँ हजुरलाई चाहिँ दिनको 7 दिनसम्म चाहिँ हजुरलाई चाहिँ यहाँ चाहिँ 6,000 गरेर कोइन दिइरहेको हुन्छ। क्लेम गर्ने सिम्पली मेरो कम्प्लिट भइसकेको छ। यसरी हजुरले यसबाट चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ होइन। र यस एप्लिकेसनमा चाहिँ विथड्रको सिस्टम के छ भन्दाखेरि चाहिँ अब हामी पोइन्टमा जान्छौँ, विथड्रलमा जान्छौँ। विथड्रको सिस्टम चाहिँ हाम्रो के छ भने 1 मिलियन पोइन्ट पुग्यो भने चाहिँ हाम्रो चाहिँ $10 हुन्छ। $10 भनेको नेपाली हाम्रो हुन्छ कति त्यस्तै 1400 जति रुपियाँ हुन्छ नि। हाम्रो सेवा खल्टी दुइटैमा डाइरेक्ट विथड्र गर्न सक्छ। एकदमै सजिलो एप्लिकेसन रहेको छ। र यसमा अब हामीले कोइन किन्न मन छ भने सिम्पली वालेटमा जाने, रिचार्जमा जाने। रिचार्जमा गएपछि हामीले यहाँबाट चाहिँ C2C मा क्लिक गर्ने तलपट्टि र माथि ग्लोबलमा क्लिक गरेर नेपालमा क्लिक गरेर हामीले यहाँ चाहिँ नेपाली कोइन सेलरहरू दिन सक्छौँ। यहाँ वाट्सएपमा कन्ट्याक्ट गरेर चाहिँ हामीले उहाँहरूसँग चाहिँ कोइन चाहिँ माग्न सकिन्छ होइन। एकदमै सजिलो एप्लिकेसन रहेको छ। यसबाट अर्निङ गर्न नि एकदम सजिलो रहेको छ। र आजको लागि चाहिँ भिडियो चाहिँ यति नै रहेको छ। यदि यस एप्लिकेसनको बारेमा हजुर डिटेलमा कुरा जान्नु भएन, अझै कुरा जान्न मन छ भने चाहिँ मलाई वाट्सएपमा मेसेज गरेर चाहिँ सोध्न सक्नुहुन्छ।